हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। र यो चाहिँ थियो चिल्ड्रेन डेको ब्लग चाहिँ मलाई फेरि एडिट गर्नलाई यति गाह्रो लाग्छ र के गर्नु यतिकै लेट हुन्छ। र यहाँ चाहिँ हामी डेकोरेसन गर्दैछौँ सबैजना मिलेर। अनि यो फेरि यो पेपरको फ्लावरहरू बनाउँदैछन् अनि केटाकेटी हामी सबै मिलेर डेकोरेसन हामी गरेको अब चिल्ड्रेन डेको लागि। र काम गरेर चाहिँ गल्यौँ अनि त्यहाँबाट अलिकति कोल्ड ड्रिङ्क्स कुरकुरेहरू खानु पर्यो भनेर हामी चाहिँ सबै मिलेर खाम भनेर लिएर आएकी थियौँ। र यहाँ अनि केटाकेटी हामी सबै मिलेर खाने अब। र यहाँ चाहिँ केटाकेटीहरू गिलास लिएर रोकिरहेका छन् खानालाई। अनि मलाई चाहिँ फेरि यति भोक लागेको थियो, बिहान केही खाएकी थिइनँ मैले। अनि यहाँ एकजना स्टुडेन्टहरू कति माया लाग्दो भएर उभिएर गिलास लिएर उभिरहेको छ पेप्सीको लागि। यहाँ चाहिँ गिलास नजुरेर मैले चाहिँ पानीको बोतलमै खाएँ। र यो चाहिँ नेक्स्ट डेको भिडियो थियो र चिल्ड्रेन्स डेको दिन। र यहाँ हामी चाहिँ सबै रेडी भएर आयौँ। अनि यहाँ सबै म्याडमहरू हाई हेलो गरिरहेका छन् अब। अनि हामी चाहिँ सबै रेडी भएर आयौँ। र अब यहाँ हामी डान्स पनि अलिकति सिकेको, अब हामीले चाहिँ डान्स सिकेकै थिएनौँ। अनि त्यसपछि चाहिँ अनि यहाँ सरको स्पिच थियो, हामी चाहिँ बसेर सुनिरहेको थियौँ। यहाँ म्याडम चाहिँ कति सिरियस भएर उसको स्पिच सुनिरहेछन्। अनि त्यहाँबाट चाहिँ हाम्रो फेरि एउटा ग्रुप डान्स थियो, सिकेको थिएनौँ अब जसो तसो नाचिदिउँ। त्यहाँबाट यहाँ स्टुडेन्टहरूको डान्स थियो। अनि फेरि हामीले एकजना म्याडम र मैले चाहिँ डुएट डान्स गऱ्यौँ। र गरेपछि चाहिँ अलिकति खाना बस्यौँ। त्यहाँबाट लन्चको भिडियो चाहिँ मैले त्यहाँपछि चाहिँ लन्चको भिडियो चाहिँ मैले बनाउनु पाइनँ, किनकि अब यतिकै खानाको लागि यताउति भयो, लेट भएर भोक पनि यति लागेको थियो, भिडियो बनाउनु पाइनँ। त्यहाँपछि चाहिँ आएर हामीले अलिकति रिल्स बनाएर अनि ब्लग चाहिँ मैले इन्ड गरेँ। गाइस कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट